तपाईलाई देखाउँछु यो चाहिँ एकदम ऐतिहासिक रेडियो यो है यस्तो रेडियोहरू अब अहिले देख्न पाइँदैन किनकि अब अहिले अब मोबाइलको जमाना आयो है त्यो बेलामा यी चीजहरू चाहिँ बहुत महत्त्वपूर्ण चीजहरू हो यो रेडियोहरू है यो रेडियो देख्ने बित्तिकै तपाईले आजभन्दा 25-30 वर्षको याद आउने रेडियोहरू खूब बज्थ्यो अनि हामी नारायणगोपालदेखि लिएर गोपाल योन्जन विभिन्न चाहिँ सदाबहार चाहिँ हाम्रा अग्रजहरू को गीतहरू हामी सुन्ने गर्थ्यौँ रेडियोबाट विभिन्न सूचनाहरू प्राप्त गर्ने गर्दैथ्यौँ अनि यही रेडियोको भरमा नेकपा माओवादीहरूले जनयुद्ध पनि लडेका हुन् यही चिजहरूबाट चाहिँ कहाँ युद्ध भयो कतिजना कहाँ के भयो क्षति भयो भन्दा हामी जनताले पनि सुन्थ्यौँ है यो रेडियो बहुत महत्त्वपूर्ण हो अनि यो रेडियो तपाईहरुको घरतिर पुरानो रेडियो छ कि छैन यहाँ चाहिँ एकदम सजाएर राख्नु भएको छ हाम्रो आदरणीय पास्टर बुवा मेहरमान दाजुले हेर्नुस् है आहा कति राम्रो रेडियो